पुरी खेलमा ल्याउने पुरी त्यो नाङ्गे झार पार्ने चक्कु ल्याउने चक्कु ल्याएर सरको सबै छियापारी पार्ने र नुन चुक्नु। नमस्ते दर्शकबिन, आज चाहिँ हामी माइतीघर मण्डलमा फेरि पनि आइसकेका छौँ। आज चाहिँ हामी यहाँ 4 वर्ष नानी गरिमा चौधरीको जुन रेपपछि विवश हत्या गरिएको छ त्यसको आन्दोलनमा ती नानीले चाहिँ न्याय पाउनु पर्छ भन्दा आज हामी आइसकेका छौँ। आज हेर्नुहोस् यहाँ वरिपरि यहाँको माहौल। नमस्ते मा, तपाईँ आज यहाँ आउनु भएको छ होइन? अनि जुन हाम्रो एउटा नानी जुन 3 वर्षदेखि 4 वर्ष पुगेको नानीको रेप गरेर एकदम विवश तरिकाले हत्या गरिएको छ होइन? तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ? म त अब के भन्दिनँ बाबु, त्यसलाई जताबाट समातेर ल्याउनु पक्रिने सरकारले गरेन। यदि गराउँदा जनताले गराउँदाखेरि टुङ्गो लाएन, त्यसलाई जसरी निकालेर ल्याउने र पुरी खेलमा ल्याउने पुरी त्यो नाङ्गे झार पार्ने चक्कु ल्याउने चक्कु ल्याएर सरको सबै छियापारी पार्ने र नुन चुक्नु दल्ने दलेर अनि घुमाउने र अनि डोरी ल्याउने रसीको झुन्डाउने यताबाट नि हान्ने यताबाट नि हान्ने अनि मारेर त्यहाँ अचानक राखेर चौता बनाउने गिद्दा बोलाउने कुकुर बोलाउने अनि त्यसलाई चौता त्यसले खा भन्ने अनि त्यसरी फाँसी गरेर फाँसी हो। त्यसलाई अर्को उपाय केही छैन, त्यसलाई गर्नु त्यही हो। सुन्नु न, अनि जस्तै अब हामीले त केही पनि गर्छ, हामी जनता हो होइन? हामीलाई डाइरेक्ट त्यो अपराधी त्यो रेप गर्ने चाहिँ आफ्नो हातमा आउँदैन। यदि त्यो रेप गर्ने मान्छे जसले त्यो नानीलाई रेप गरेर त्यो त्यस्तो हालत पुर्यायो होइन, त्यो तपाईँको अगाडि आएको तपाईँ के गर्नुहुन्थ्यो होला? तपाईँलाई सुनिदिएको मैले त्यतिखेर भेला पारेँ, मन्त्रीले पनि मैले भेला पारेँ, उहाँ बुढी मान्छे भयो नि, त्यसलाई चाहिँ त्यसको चौतामा रगत बाँड्दै रगत पुग्थ्यो। त्यो सुनेको दिनदेखिको राति निन्दा छैन, दिनमा भएको छैन। यो बुढी मान्छे हेरा आएर भौता पर्दै ललिपुर हाम्रो पनि छोराछोरी छ होइन? त्यो सम्झिँदाखेरि पनि त्यो रगत पुरै उम्लेर आउँछ। के भन्यो होला ठुलो उम्लिएर रगत तपाईँ यो अब हाम्रो नेताहरू हाम्रो सरकारलाई चाहिँ के भन्न चाहनुहुन्छ? सरकारलाई हामीले कतिहरू यो पुरानो सरकारले केही गरेन, दुनियाँ सोचेर दुनियाँ खाएर दुनियाँ देश विदेश बेचेर खाइसक्यो, खोरे हङ्गार बनायो। अब नयाँ सरकार आएर गर्छ कि हामीलाई भनेर चाहिँ हामीले हेर्न सकि नसकि उहाँ गाउँ गएर हातुरा टेकेर भोट दिएर चाहिँ सरकार घन्टीमा भोटेर चुनेर आयौँ। गर्ला 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 भनेको खोइ गर्न त गरे छ नगरे छैन भन्न हुँदैन होइन? गरे पनि छन् सुदनले, नगरे नि होइन। तर यो कानुन चाहिँ दिउनुले 2टा अक्षर लेखेर फाँसीको सजाय भनेर 2 अक्षर लेखेर दिउनु सरकारले उपालि लिएर सुदनले अनि त्यो त्यति देशी पुग्छ उनले गर्छन्। म त अब सरकारलाई के भन्न चाहन्छु भनेदेखि निष्पक्ष रूपमा छानबिन होस्, दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ। अहिले अब हाम्रो संविधानमा अहिले चाहिँ मृत्युदण्डको व्यवस्था छैन। अब कानुन भनेको त एउटा सामान्य उपज हो, यसलाई परिमार्जन गर्न सकिन्छ आवश्यकता र समय अनुसार। अनि फाँसीको सजाय गर्यो अनि त्यसपछि यो कानुनहरूको कार्यान्वयन भयो भने चाहिँ यो कुराहरू यो अपराधहरू यो रेपहरू चाहिँ यो केसहरू चाहिँ घट्छन् पनि। अब पहिला कतिपय केसहरू हजुर मिडिया कर्मी हुँदै गर्दाखेरि हजुरलाई थाहा छ नि त कति केसहरू कति भइरहेको छ, सरकारले त्यसको डेटा पनि राखेको छ होइन?